नमस्कार सबैलाई एउटा अर्को नेप्से एनालाइसिसमा। त आज नेप्सेले आफ्नो बुल रनलाई कन्टिन्यू गरेर आज पनि नेप्से पोजिटिभमा क्लोजिङ दिएको छ। हिजोको दिन नेप्सेले आफ्नो 2600 को पोइन्टलाई पार हानेको थियो अनि आज पनि 30.75 पोइन्टले नेप्से बढेको छ। त आज हामी विस्तारमा कुरा गर्ने छौं कि नेप्सेमा आज के भयो अनि अब के हुन सक्छ त्यसको पनि हामी चर्चा गर्ने छौं। र त्योभन्दा अगाडि यदि हामी अरु डिटेलमा कुरा गर्दा आज 205 वटा कम्पनीहरुमा आज पोजिटिभमा क्लोजिङ भएको छ अनि 42 कम्पनीहरु आज ओरालोतिर खसेका छन्। साथै 3 टा कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन अनि यसमा देखाएको छैन, तर आज 7 वटा कम्पनीहरुमा सर्किट पनि लागेको छ। साथै यदि हामी टप गेनरको कुरा गर्दा यहाँ एउटा लघु वित्त रहेको छ अनि जीयूएफएल छ, पीएमएचपीएल छ, पीपीएल छ, धेरै दिनपछि यो बढ्यो। साथै टीपीसी छ अनि आज लिस्ट धेरै नै लामो रहेको छ। साथै यदि हामी टप लुजर्सको कुरा गर्दा यहाँ खानीखोला हाइड्रो रहेको छ अनि एनआईसी एशिया छ, एउटा क्याप फन्ड, एचएचपीएल अनि केडी भेन्चरहरु पनि छन्। यदि हामी टप टर्नओभरको कुरा गर्दा एचबीएलपीओ छ, यूएनएचपीएल छ, बीपीसीएल छ, रादी छ अनि एनआरएन पनि रहेको छ। सबभन्दा राम्रो हामी भोल्युम हेर्न सक्छौं। आजको दिन नेप्सेले 9.2 अरबको भोल्युम जेनेरेट गरेको छ, जो कि अरु दिनको तुलनामा सबभन्दा बढी रहेको पाइन्छ। यदि हामी टोटल ट्रान्ज्याक्सनको कुरा गर्दा आजको दिन 68,112 ट्रान्ज्याक्सनहरु भए अनि टोटल स्क्रिप्ट ट्रेडेड हाम्रो 319 रहेको छ। त जस्तै हामीले भने कि आज भोल्युमले नै दर्शाइहाल्यो कि नेप्सेमा अब लगानीकर्ताहरुको जोश जागर बढिसकेको छ। अब सबै इन्ट्रेस्टेड हुन लागेका छन् नेप्सेमा इन्भेस्ट गर्न अनि एउटा स्थिरता केही दिनमा हामीले हेर्न मिलेको छ। तर अब के होला त्यसको लागि हामी नेप्से चार्ट तिर लागौं। यहाँ आजको दिन एउटा ग्रीन क्यान्डल बनेको छ, त्यो पनि एउटा ठूलो विकको साथमा अनि ठूलो भोल्युमका साथमा। र भोलिको दिन अब धेरै च्यालेन्ज रहनेछ नेप्सेलाई घट्नको लागि, किनकि यति धेरै राम्रो प्रदर्शन गर्दैछ नेप्सेले। र मोस्ट प्रोबेबली अब केही दिनमा सायद करेक्सन पनि आउला, एउटा रिटेस्ट गर्न तल आउन सक्छ अनि त्यो बेला थाहा हुन्छ कि नेप्सेमा अब कतिको पावर बाँकी छ, के यो साच्चीकै बुल रन हो या फेरि एउटा प्रफिट क्याप्चर गर्ने बाटो थियो। त्यो पनि हेर्न लायक हुनेछ। साथै यदि हामी 1 आवरमा हेर्ने हो भने यहाँ हामी हेर्न सक्छौं आजको दिन मोस्टली ग्रीन नै रहेको थियो 1 आवरमा। लास्टको सेकेन्ड लास्ट आवरमा मात्र एउटा रेड बनेको छ, जसले उति प्रभाव पर्दैन नेप्सेमा मलाई लाग्छ। साथै अब हामी लङ टर्मको पनि कुरा गर्दा यदि हामी वीकलीमा हेरौं एकचोटी, त वीकलीमा पनि मोमेन्टम छ। पछिल्लो हप्ता नेप्से बढेको थियो आफ्नो सपोर्ट एरियाबाट अनि त्यो बढ्नु अझै पनि कन्टिन्यू छ यो हप्ता। अब हेरौं के हुन्छ, किनकि नेप्से अलमोस्ट आफ्नो सपोर्ट एरियामा नै छ वीकलीमा अनि त्यहाँबाट बढेको छ। बढी चान्सेस यो नै छ कि नेप्से यो हप्ता पनि बढ्ला, एउटा ठूलो अंकले बढ्न सक्छ। यदि हामी एमए को कुरा गर्दा त यहाँ मैले दुईटा एमए लगाएको छु, एउटा 50 को अनि अर्को 20 को। 50 को कुरा गर्दा त्यसमा अहिलेसम्म ब्रेकआउट आएको छैन, तर 20 मा हामी हेर्न सक्छौं हिजोको दिनमै ब्रेकआउट भइसकेको छ 20 को एमए। यसको मतलब नेप्से अब आफ्नो पर्फर्मेन्समा आउन खोज्दैछ। नेप्सेले मोमेन्टम पाइसकेको छ, तर हेरौं अब यो कन्टिन्यू रहन्छ कि रहँदैन। साथै यदि हामी आजको आरएसआई पनि हेर्ने हो भने यहाँ हजुर हेर्न सक्नुहुन्छ आरएसआई मा पनि मोमेन्टम आइसकेको छ, 50 को पोइन्ट पार हानिसकेको छ आजको दिनमा। साथै यदि हामी सुपर ट्रेन्ड पनि हेर्ने हो भने सुपर ट्रेन्डले हिजोको दिन नै बाइ दिइसकेको थियो अनि आजको दिन पनि सुपर ट्रेन्डको अनुसार नेप्सेमा बाइ नै छ। जहाँबाट पनि हेर्यो भने नेप्सेमा बाइ सिग्नल आइसकेको छ, चाहे त्यो इन्डिकेटरबाट होस्, भोल्युमबाट होस्। अब केही दिनमा जब नेप्सेमा रिटेस्ट हुन्छ त्यसपछि थाहा पाइन्छ कि के यो साच्चीकै पावरफुल थियो त त्यसको वेट हामीलाई हुनेछ। त्यही नै हो साथीहरु, अब हेरौं आउने दिनहरुमा के हुन्छ नेप्सेमा। अनि साथै हजुर पनि आफ्नो एनालाइसिस भन्न सक्नुहुन्छ कि के नेप्सेमा अब बाइ सिग्नल आएको हो, के यो नेप्से अब बढ्ने नै हो या फेरि यो अब सिधा डाउन ट्रेन्डमा गइहाल्ने हो या फेरि साइडवेज पनि हुन सक्छ। यो आफ्नो ओपिनियनहरु हजुर भन्न सक्नुहुन्छ। आजलाई त यति नै थियो साथीहरु, अब भेट हुन्छ अर्को भिडियोमा।